हेलो गाइज, के छ खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। म चाहिँ अहिले रोमानियाको मिडसबाट बोल्दैछु। आज चाहिँ म नेपालबाट रोमानियामा आउँदा ध्यान दिनुपर्ने कुरा के ध्यान दिनुपर्छ, के कुरा ध्यान दिने भन्ने सम्बन्धमा यो भिडियो बनाउँदैछु। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। अहिले चाहिँ आज चाहिँ मलाई एउटा चाहिँ मेरो मनदेखि लाग्यो भिडियो बनाउनुको कारण के मैले यताउता चारैतिर देखेँ दाजुभाइ दिदीबहिनीहरूलाई उहाँले दुःख पाएको देखेँ दुःख पाएको देखेँ। त्यो भने म पनि नेपालबाट रोमानियामा आउँदा मैले नि यस्तै भिडियो हेर्थेँ क्या, यहाँको रोमानियाको सम्बन्धी, यहाँको काम कस्तो हुने रहेछ, कति घन्टा काम गर्नुपर्छ, यहाँको वातावरण कस्तो छ, स्यालेरी कतिको कमाइन्छ, युरोप कस्तो हुने रहेछ भनेर मैले नि हेर्थेँ के। त्यही भएर मैले नि त्यही सोचेँ के यहाँ आउने दाजुभाइ दिदीबहिनी अङ्कल आन्टी सबैले यो भिडियो हेरेर उहाँलाई आइडिया हुन्छ नि त, यहाँ यस्तो हुने रहेछ, यतिको कमाइ हुने रहेछ, यहाँको वातावरण यस्तो हुने रहेछ भनेर सूचना दिनलाई मैले यो भिडियो बनाएको। हजुरहरूले नि जान्नुहोस् यस्तो हुन्छ भनेर। हजुर चाहिँ नेपालबाट रोमानिया आउने बित्तिकै एउटा कुरो के नभुल्नु भने कि हजुरले यहाँको सम्पूर्ण जानकारी लिनुहोस् के को मार्फत लिनु भने हजुरको एजेन्टहरू मार्फत मेन पावर मार्फत हजुरले सम्पूर्ण जानकारी लिनुहोस्। अनि त्यसपछि अब मैले के देखेको छु भने यहाँ अब युरोप भन्ने बित्तिकै सुन्नु है, सुरुमा युरोप भन्ने बित्तिकै यहाँ 2 लाख 1.5 लाख कमाइन्छ भनेर हजुर फत्त नआइहाल्नुहोस् के। योमा बुझ्नुहोस् कि यहाँ कस्तो छ के छ त्यो बुझ्नलाई हजुरले यहाँका दाजुभाइ दिदीबहिनीहरूसँग एकचोटि सोध्नुहोस् कस्तो छ, यहाँ कम्पनी कस्ता छन्, यहाँका मान्छे कस्ता छन्, यहाँ कतिको स्यालेरी दिन्छ, यहाँको वातावरण कस्तो छ, सम्पूर्ण बुझेर आउनुहोस् के। हजुरले फ्याट्ट नबुझी नआउनुहोस्। यहाँ एकदम गाह्रो छ साथीभाइहरू। युरोप भन्ने बित्तिकै अरू ठाउँमा जस्तो सहज छैन। यहाँ अहिले के भएछ भने अब मैले 2 वर्ष भयो यहाँ आएको, मेरै अनुभव अनुसार भन्दैछु। मै आउने बेला यहाँ के थियो भने अलि सहज थियो, जुन काम भन्यो त्यही पाइन्थ्यो क्या। अहिले यहाँ ठ्याक्क उल्टो भएछ। के भएछ भने अहिले अब म आउँदा चाहिँ त्यति हुनुहुन्थेन रोमानिया। 2 वर्ष अघि त मान्छे अलि कमै हुनुहुन्थ्यो, आउन त आइराख्नु थियो, तर यस्तो थिएन। अहिले चाहिँ एकदम के वार सबैलाई सोध्छु कहाँ हो रोमानिया, यताबाट आउँछ रोमानिया, उताबाट रोमानिया। हजुर युरोप भन्ने र रोमानियामा फत्तै हम्फाल्न भएन। हजुर आउनु अघि हजुरले सम्पूर्ण कुरा ध्यान दिनु पर्नु के कुरा ध्यान दिनु पर्यो भने हजुरले हजुरको कम्पनी कहाँ छ, कुन ठाउँमा छ, हजुरको कम्पनी कस्तो हो, हजुर कुन कम्पनीमा आउँदै हुनुहुन्छ, हजुरले यहाँ कति घन्टा काम गर्नुपर्छ, अनि यहाँ स्यालेरी कतिको छ भनेर सम्पूर्ण। अनि त्यसपछि अर्को कुरो भनेको मेन भनेको टिआरसी कम्पनीले बनाइदिन्छ कि नै। अनि नम्बर 1 भनेको हजुरको वर्क पर्मिट आएपछि त्यो वर्क पर्मिटबाट हजुरले हेर्नुहोस् के हेर्नुहोस् भने हजुरको कम्पनी कस्तो कम्पनी हो, यहाँ चाहिँ कतिको कामदारहरू यो कम्पनीमा आछन्, कम्पनी कतिको लसमा छ, कम्पनी कतिको प्रफिटमा छ। हजुरले सम्पूर्ण जानकारी लिएर मात्रै आउनुहोस्। हजुर एजेन्टको मेन पावरको एकलौटी कुरा सुनेर यहाँ वात्तै हम नफाल्नुहोस्, उनीहरूको प्रलोभनमा नपर्नुहोस्। मैले भन्दै आएको छु, मैले योभन्दा अघिल्लो भिडियो नि बनाएँ मेन पावर सम्बन्धी, त्यहाँ नि मैले भनेको छु हजुरहरू मेन पावरको प्रलोभनमा फस्नु भएन। हजुर यहाँ 3 लाख 2 लाख 2.5 लाख कमाइ हुन्छ भनेर एजेन्टको कुरामा मात्रै सुनेर के फ्यात्त नआइहाल्नुहोस्, किनभने यहाँ त्यस्तो छैन। यहाँ त्यत्रो 1.5 लाख 2 लाख कमाइ सुरुमै हुन्न। हजुरले यहाँ सुरुमै कमाउनुहुन्छ कति 80,000 देखि 90,000 भित्र। हजुरले के गर्नुहोस् भने सम्पूर्ण जानकारी लिनुहोस्, हजुरको एजेन्टलाई नै सोध्नुहोस्। अनि हजुरको कोही आफन्त हुनुहुन्छ होला, आफन्ती हुनुहुन्न भने कोही छिमेकी हुनुहुन्छ होला, उहाँ रोमानिया आएका छिमेकी आफन्त हुनुहुन्छ होला, उहाँसँग बुझ्नुहोस् यहाँको वातावरण कस्तो छ, यहाँको मौसम पनि बुझ्नुहोस् साथीभाइहरू। यहाँ चिसो छ कि गर्मी छ कि जाडो छ कि। अनि हजुर के बुझ्नुहोस् भने यहाँको कम्पनी कस्तो छ, कम्पनी पनि बुझ्नुहोस्। सबै कुरो हजुरले आफैले बुझ्ने हो। यहाँको भाषा जान्नुहोस्,
कति गाह्रो छ साथीभाइहरू। मै सुरुमा आउँदा म यहाँ लाटो जस्तो भर्थेँ, सबै लाटो जस्तो भइन्छ। अर्काको ठाउँ हो, नेपाल जस्तो सजिलो हुन्न। पहिलोचोटि आएको हुन्छौँ हामी, यहाँ हामीलाई भाषा थाहा हुन्न, यहाँ केही थाहा हुन्न कि यहाँका मान्छे कस्ता छन्, कम्पनी कस्तो, केही थाहा हुन्न। सुरुमा मैले सोचेको थिएँ युरोप रोमानिया त एकदम राम्रो छ, यस्तो छ अरे उस्तो छ अरे भनेको सुने। यहाँ म आएपछि ठ्याक्कै उल्टो भयो। मैले सोचेको थिएँ एउटा यहाँ र एउटा भयो। त्यही भएर साथीभाइहरू, हजुर रोमानिया आउनु अघि हजुरले रोमानिया कस्तो ठाउँ छ त, अनि यो म जाने कम्पनी कस्तो छ, यहाँ कतिको स्यालेरी छ, अनि त्यो कम्पनी कस्तो हो, हजुरले सम्पूर्ण जानकारी लिएर मात्रै रोमानिया आउनुहोस्। हजुर युरोप हो भने फ्याट्ट हम नफाल्नुहोस्। अनि हजुरले कम्पनी कस्तो छ, म आउने कम्पनी कस्तो छ, यहाँ कतिको स्यालेरी छ भन्ने सम्पूर्ण बुझ्नुहोस्। अब मैले भिडियो मैले चाहिँ हजुरहरूलाई यही सजिलो होला, अब हजुर आउने दाजुभाइ दिदीबहिनीलाई केही सजिलो होला भनेर यो भिडियो बनाएको हो। मैले दुःख पाएको देखेँ कि सबै आएर कोही आउने बित्तिकै एउटा कम्पनी भनेर आएको मान्छे अर्को कम्पनीमा जानुभएछ, 8 घन्टा काम गरेको ठाउँमा 10 घन्टा काम भएछ, अनि महिनामा 5-6 दिन काम गर्नुभएछ, सुत्नुभएछ। त्यो सबै हजुरको गल्ती हो। किन हजुरको गल्ती भयो भने हजुरले नेपालबाट रोमानिया आउँदा नबुझी आउनुभयो के। हजुरले बुझ्नु पर्यो साथीभाइहरू। अब सम्पूर्ण जानकारी लिनुहोस्। हजुरको वर्क पर्मिट हेर्नु, पर्मिट हेरेपछि हजुर क्रोममा गएर हजुरको वर्क पर्मिटको कम्पनी हार्सी सर्लक्क कम्पनीको डिटेल्स आउँछ। हजुरले बुझ्नुहोस् कम्पनी कस्तो छ के छ भनेर बुझ्नुहोस्। हजुर एक्कासी हम नफाल्नुहोस्। अनि यहाँ टिआरसी बनाइदिन्छ कि नै, हजुरको यो पनि ठुलो प्रसङ्ग हुन्छ। हजुरले सम्पूर्ण सबै कुरा नेपालमै एजेन्टलाई नै छिनोफानो गरेर आउनुहोस् के। म जाने कम्पनी कस्तो छ, मेरो टिआरसी बन्छ कि नै, कहिले बन्छ, सम्पूर्ण जानकारी लिनुहोस्। हजुरले चासो देखाउनुहोस् के। हजुर एकदम चनाखो हुनुहोस्। हजुर दलाली मेन पावरको प्रलोभनमा फस्नु भएन के। अब धेरै फसेरै त यस्तो भयो। कम्पनी नबुझी आउनुहुन्छ, जे भन्नु त्यही भन्नुहुन्छ, त्यस्तो गर्न भएन। हजुरले सम्पूर्ण जानकारी लिनुहोस्। हजुरले आफै सचेत हुने हो, हजुरले आफैले बुझ्ने हो। मैले यहाँ देखेँ सबैले दुःख पाएको, त्यही भएर यो भिडियो बनाएँ। मैले भन्दै गएँ भने अब कति भन्छु अब मैले भन्न थालेँ भने त यो भिडियो त 1 घन्टाको हुन्छ के। अब त्यही भएर मैले यहाँ छोटकरीमा भने हजुरलाई यसरी ध्यान दिनु होला। कम्पनी कस्तो छ बुझेर आउनुहोस्। स्यालेरी कतिको छ, कम्पनी कुन ठाउँमा छ, टिआरसी बन्छ कि नै, अनि स्यालेरी कतिको छ सम्पूर्ण बुझेर आउनुहोस् है। यो भिडियो हजुरलाई कस्तो लाग्यो? अब मैले के कुरा भन्ने हुन्थ्यो, के कुरा छुटाएँ, के गल्ती भयो त माफ गरिदिनु होला। र अब अर्को भिडियो मैले के सम्बन्धी बनाऊँ त्यो पनि भनिदिनु होला भन्दै यो मेरो सानो मिठो भिडियोबाट म बिदा हुन्छु। बाई बाई साथीभाइहरू।